लामिछाने हुन्थ्यो भने रवि लामिछानेको संस्थापक रवि लामिछानेको फन्डरमा गएर चाहिँ के का लागि चाहिँ उनीहरू राजनीति गर्दैछन् त अहिले त्यो बुझ्नु पर्दैन। अनि जगदीश हरेल अहिले तपाईँको ललितपुर 2बाट चाहिँ म राजनीति गर्नको लागि भनेर उहाँले आज भलै हिजो भनौँ न हिजो प्रधानमन्त्रीलाई चाहिँ तपाईँको राजीनामा बुझाएर उहाँ चाहिँ सिधै चाहिँ कार्यालयबाट नै उहाँले चाहिँ म राष्ट्रिय स्वतन्त्र पार्टीबाट म चाहिँ निर्वाचन लड्दैछु, मलाई सहयोग गर्नु होला, प्रत्यक्ष अप्रत्यक्ष रूपमा मलाई ललितपुर 2का जनताले चाहिँ मलाई हेरिदिनु होला भन्नु उहाँले त्यहीँबाट आह्वान गर्नुभयो त पत्रकार सम्मेलन गरेर। त्यो अनि किन त किन वाइ किन काङ्ग्रेसमा गएन होला, किन माओवादी एमालेमा अरू यावत पार्टीहरू थिए त देशमा, किन त्यहाँ बब्लु गुप्ता किन गएको होला त्यहाँ? अनि त्यहाँ हो यो कुराहरूलाई बुझ्नुपर्छ। अलिकति बुझेर चाहिँ अगाडि बढियो भने सबैले चाहिँ नि बुझ्न सकिन्छ। राजनीति भनेको चाहिँ यो तपाईँको राजनीतिमा दुश्मन आफ्नो भन्ने हुँदैन के साथी हो। त्यो तपाईँले दुश्मन देखेको मान्छे भोलि आफ्नै एउटा चाहिँ होइन अब आफ्नै टिममा लिएर चाहिँ काम गर्नुपर्छ। त्यहाँ काम गर्ने भनेको चाहिँ पार्लियामेन्टमा काम गर्ने भनेको चाहिँ जनताको जनजीविकाको मुद्दा उठाउने ठाउँ हो। त्यो थलो हो। त्यहाँ भलै तपाईँको चाहिँ धरान उपमहानगरपालिकाको ल्याउने होला अथवा तपाईँको महाकालीको कुनाको चाहिँ सुदूरपश्चिमको कुनाको डडेलधुराको ल्याउने होला। आखिर समस्या त सबै देशैभरिको ल्याउने ठाउँ हो नि त। अनि संशोधन गर्ने सम्बोधन गर्ने त त्यहाँ हर्क साम्पाङ पनि होला, रवि लामिछाने नि होला नि त। त्यो त बुझेकै छैन उसले त। उसलाई यो लागिरहेको छ कि धरानमै म त धरानकै राजा हो, धरानको त म त सिंहै हो भन्ने सोचेको छ क्या। होइन नि, अहिले उहाँ संसदीय अभ्यासमा हुनुहुन्छ। त्यो अभ्यासमा जनताले पठाउनु पनि पर्छ होला धरानबाट। धरान सबै उहाँको प्यावा त होइन होला। उहाँले कति भोट ल्याउनु भएको, कति झिनो मतले जित्नु भएको, त्यति ठुलो मतले जित्यो होइन। त्यो पनि तपाईँको लोकल इलेक्सन होइन। अहिलेको लोकल इलेक्सन जस्तो त्यति साह्रो हुँदैन। अहिले त तपाईँको 100 कतिवटा 26वटा पार्टी, 26वटा दल, 26वटा चाहिँ झन्डा, 26वटा घोषणापत्र, 2600 जनाका चाहिँ संयन्त्र, आफ्ना आफ्ना गाडी, आफ्ना आफ्ना झन्डा, त्यहाँ जनसमुदायहरू आफ्ना आफ्ना ग्रुप। अनि यत्रो चाहिँ तपाईँको तानिएको ठाउँमा एक्लै लड्छु भनेर हिँड्दाखेरि अनि मुलुक बन्छ त? बन्दैन नि त। हो त्यो भएर बुझ्नु होला। उहाँलाई फ्री हो। उहाँलाई चाहिँ तपाईँको त्यो हामीसँग आएर दोषारोपण गरेर तपाईँले चाहिँ हामीसँग आएर जुदिएर होइन हामीलाई त्यो रिस देखाएर तपाईँको राजनीति बढ्छ भने बढाइराख्नुहोस्। अझै गाली गर्नुहोस्, रविलाई गर्नुहोस्, बालेनलाई गर्नुहोस्, कुनै के जाति छन् सबैलाई गर्नुहोस्, केपीलाई केपी बा आई लभ यू भनेर लेखिराख्नुहोस्। त्योभन्दा बढी परेन। त्यो जनताले बोल्ने र जनताले मूल्याङ्कन गर्छन्। ल ठिक छ। अब यहाँ CR7 सर बोल्नुहोस्। ल तपाईँ अलिकति अघि बोल्न खोज्दै हुनुहुन्थ्यो। होइन त सर, तपाईँले बोल्दाखेरि मैले बोल्दाखेरि कुरा एउटै आउँछ, निस्किन्छ कि कुरा एउटै। कस्तो मजाले बुझाइदिनुहुन्छ।